नमस्कार महानुभावहरुमा, आज हाम्रो एसएमएस लिडरशिप ब्याच इलेक्सनको माहौल चलिरहेको छ। त्यसै सन्दर्भमा म एसएमएस लिडरशिप ब्याचको संरक्षक श्री डिलिराम पौडेललाई केही प्रश्नहरू सोध्न चाहन्छु। यो निर्वाचन प्रक्रिया कसरी सञ्चालन भइरहेको छ र यसको मुख्य उद्देश्य के हो? वास्तवमा हाम्रो विद्यालयमा वर्षभरि सञ्चालन हुने जति पनि क्रियाकलापहरू छन्, शुक्रबारे क्रियाकलापहरू र विद्यार्थी केन्द्रित क्रियाकलापहरू पठन बाहेकका तिनी सबै विद्यार्थीहरूको नेतृत्वमै विद्यार्थीहरूले नै सञ्चालन गर्ने गर्छन् र त्यसको लागि चाहिँ नै विद्यार्थीहरू बीचबाटै प्रत्येक वर्ष हामीले एकजना नेतृत्व चयन गरिन्छ। विद्यार्थीहरूले नै भोट दिएर अहिले पनि हाम्रो विगतमा जस्तै आज चाहिँ नै लिडरशिप ब्याच 2082 को निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ। हामीले मतदाता नामावली प्रकाशन, त्यसपछि क्यान्डिडेटहरूको चाहिँ नोमिनेसन, दाबी विरोध सँगसँगै निर्वाचनका चाहिँ सम्पूर्ण प्रक्रियाहरू अगाडि बढाउँदै आज मतदान प्रक्रियामा चाहिँ गएर यो माहौल चाहिँ बढिसकेको छ। जुन चाहिँ लोकतान्त्रिक मूल्य मान्यता अनुसार चाहिँ निर्वाचन सञ्चालन हुनुपर्ने हो त्यसरी नै सञ्चालन भइरहेको अवस्था छ। र अर्को प्रश्न छ, यो निर्वाचन केका लागि, यसबाट प्राप्त हुने उद्देश्य के छ? मुख्यतया यो निर्वाचनबाट चाहिँ हामीले दुईवटा कुराहरू आश गरिएको छ। एउटा भनेको त आजको यो निर्वाचन प्रणाली, निर्वाचन प्रक्रिया भनेको के हो? यो चाहिँ यो हप्ताभरि केही क्रियाकलापहरू सञ्चालन भइरहँदाखेरि विद्यार्थीहरूले केही कुरा बुझ्न सक्नुहुन्छ, त्यसबाट जान्न सक्नुहुन्छ, यो एउटा सिकाइ पनि भयो। र सँगसँगै अर्को कुरा भनेको विद्यार्थीहरूमा चाहिने गर नेतृत्व विकास गर्नका लागि यो चाहिँ नि एउटा प्लेटफर्म चाहिँ तयार भएको कुराकानी हामीले महसुस गरिरहेका छौँ र विगतमा गरेका हाम्रा प्रयासहरूले पनि यो सत्य साबित भइसकेको छ कि हामीले यो कार्यक्रम मार्फत कक्षा 9 मा अध्ययन गर्ने विद्यार्थीहरूको मनस्थितिमा, उहाँहरूको व्यक्तित्वमा नेतृत्व विकासमा चाहिँ नि एउटा चाहिँ नि अहम भूमिका खेल्न सकिरहेका छौँ र यो कार्यक्रम अहम भूमिका खेलेको छ। यसरी सरसर्ती हेर्दाखेरि यो एउटा सिकाइ पनि हो र सँगसँगै विद्यार्थीहरूमा चाहिँ नेतृत्व विकासलाई अगाडि बढाउनका लागि, नेतृत्व विकासलाई चाहिँ अझै राम्रो गराउनका लागि यसले अहम भूमिका खेलेको छ र यो प्रक्रिया त्यसैका लागि नै हो भन्न चाहन्छु। धन्यवाद। धन्यवाद सर, आफ्नो अमूल्य भनाइहरू राखिदिनु भएकोमा। त्यसै सन्दर्भमा म एसएमएस लिडरशिप ब्याच 2082 को इलेक्सनको सूचना अधिकारी ज्यू शिशिर खनालज्यूलाई म केही प्रश्नहरू सोध्ने माग गर्न चाहन्छु। नमस्कार सर। हजुर नमस्कार। मतदान प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन हामीले के जस्तो उपायहरू अपनाउन सकिन्छ? धेरै धेरै धन्यवाद। मिठो प्रश्न गर्नुभयो। हरेक चुनाव चाहिँ निष्पक्ष हुनुपर्छ, पारदर्शी हुनुपर्छ। पारदर्शिता र निष्पक्षता भएन भने चुनावको अर्थ पनि रहँदैन। र हाम्रो यो जुन अनगोइङ लिडरशिप ब्याच 2082 को जुन एउटा इलेक्सन चलिरहेको छ यति बेला, र यसलाई पनि सकेसम्म निष्पक्ष होस्, पारदर्शी होस् भन्नका लागि चाहिँ हामीले सम्पूर्ण तयारीहरू विशेष गरेर विद्यार्थीहरूमा चाहिँ जनजागरण हामीले चाहिँ गऱ्यौँ। अनि कुनै पनि लोभ, कुनै पनि प्रलोभन, कुनै पनि आश्वासनमा चाहिँ नपरेर राम्रोलाई जिताउनुपर्छ, हाम्रोलाई होइन, अर्थात् हाम्रोलाई जिताउँ, राम्रोलाई होइन भन्ने चाहिँ कुराहरू हामीले चाहिँ उनीहरूलाई मसिनोसँग व्यक्तिगत रूपमा पनि भेटघाट गरेर हामीले चाहिँ उनीहरूलाई सम्झाएका छौँ, बुझाएका छौँ। त्यसै गरी हामीले चाहिँ यो प्रक्रियाहरू, यता जति पनि प्रक्रियाहरू चलिरहेका छन् यसमा चाहिँ यो चुनावकै क्षेत्रमा धेरै काम गरिरहनुभएका विशेषज्ञहरूको पनि उपस्थिति रहेको छ। र कसैले चाहिँ झुटो आश्वासन दिएर भड्काउने के गर्ने भन्ने जुन स्थिति हुन्छ त्यसबाट धेरै टाढा रहेको छ। र यहाँ सुरक्षा संयन्त्रका साथीहरू पनि सबै परिचालित हुनुभएको छ। यिनै कुराहरू पुरा गर्दै गयो भने पक्कै पनि निष्पक्ष चुनाव सम्पन्न हुन्छ भन्ने चाहिँ मेरो बुझाइ छ। धन्यवाद सर। त्यसै गरी हामी विद्यालयका विद्यार्थी भाइ बहिनीहरूको विचारहरू सोध्ने प्रश्नहरू सोध्न गइरहेका छौँ। तपाईँको नाम? ऋतु भण्डारी। तपाईँको विचारमा विद्यार्थी नेताले स्कुलमा के कस्तो भूमिका खेल्न सक्छ? विद्यार्थी नेताले स्कुलको अनुशासन र गतिविधि व्यवस्थापनमा भूमिका खेल्न सक्छ। साथै उनीहरूले सबै विद्यार्थीको नेतृत्वमा प्रतिनिधित्व गर्नुपर्छ। धन्यवाद। धन्यवाद। तपाईँले कुन आधारमा आफ्नो उम्मेदवार छनौट गर्नुभयो? मैले
उम्मेदवारको छनौट उहाँहरूको क्षमता हेरेर गरेको छु। आजको यस चुनावमा परिप्रेक्षकको रूपमा पवन कुमार केसरी सर हुनुहुन्छ। परिप्रेक्षकको नजरबाट चुनावलाई तपाईँले कसरी हेरिरहनु भएको छ? धन्यवाद बहिनी। हाम्रो आजको यो लिडरसिप ब्याच 2082 को चुनाव एज अ पर्यवेक्षकको नजरबाट मलाई चाहिँ हाम्रो चुनाव एकदमै शान्तिपूर्ण तरिकाले गइरहेको मैले देख्न सक्छु। हामीले खटाइएका मेदी प्रहरीहरू तसर्थ प्रहरी जवान अनि आर्मी सम्पूर्णले चाहिँ आफ्नो भूमिका राम्रोसँग निर्वाह गरिराख्नु भएको छ। कक्षा 1, 2, 3 र कक्षा 4 का विद्यार्थी भाइ बहिनीहरूले हाम्रो मत हालिसक्नु भएको छ भने अहिले चाहिँ कक्षा 5 को पालो चलिरहेको म यहाँ संलग्न देख्न सक्छु। विद्यार्थी भाइ बहिनीहरूमा चाहिँ एउटा नयाँ प्रेसिडेन्ट, एउटा नयाँ जोस, एउटा नयाँ उमङ्गका साथ विद्यार्थी भाइ बहिनीहरूले खोज्दै हुनुहुन्छ, जुन एकदमै महत्त्वपूर्ण छ। विद्यार्थी भाइ बहिनीको जोस उमङ्ग एकदमै राम्रो लागिरहेको छ मलाई। धन्यवाद सर। यसै बीचमा हामी समक्ष एसएमएस लिडरसिप ब्याच इलेक्सन 2082 को इलेक्सन कमिसनर विक्रम खनाल सर हुनुहुन्छ। उहाँलाई म केही प्रश्नहरू सोध्न गइरहेको छु। मतगणना कहिले र कसरी गरिनेछ र नतिजा कहिले घोषणा हुन्छ? धन्यवाद। हाम्रो चाहिँ आज मतदान प्रक्रिया सकिए लगत्तै लगभग 4:30 पछि चाहिँ मतगणना सुरु हुने भन्ने हाम्रो चाहिँ कार्यक्रम छ। सकेसम्म हाम्रो मतदान प्रक्रिया शान्तिपूर्ण नै भइरहेछ। यसलाई चाहिँ समयमै सकाएर 4:30 पछि चाहिँ मतगणना चाहिँ सुरु गर्ने हाम्रो चाहिँ योजना छ। त्यसपछि हाम्रो फेरि 4 बजे एउटा निर्वाचन समितिको एउटा सानो मिटिङ बस्छ। त्यसपछि चाहिँ हामी एउटा सूचना तपाईँहरूसँग पुर्याउनेछौँ हाम्रो सूचना अधिकारी मार्फत। धन्यवाद। ल धन्यवाद। त्यसै क्रममा हामीमा 2081 को लिडरसिप ब्याचको प्रेसिडेन्ट हुनुहुन्छ। उहाँलाई यस चुनावको बारेमा केही भनिदिनु हुनको लागि अनुरोध गर्दछु। विगत 1 वर्षदेखि हामीले धेरै नयाँ कुरा सिक्न पाएको थियौँ अनि अहिले यो चुनावमा भाग लिने सम्पूर्ण भाइ बहिनीहरूलाई म शुभकामना भन्न चाहन्छु। र अहिलेको हाम्रो इलेक्सन पनि शान्तिपूर्वक गइरहेको छ अनि हाम्रो विभिन्न भाइ बहिनीहरूले भाग लिएको देख्दा पनि खुसी लागेको छ र आउने गरेको दिनहरूमा पनि राम्रो कार्यक्रमहरू गर्नुहुनेछ भन्ने आशा गर्दछु। ल धन्यवाद। हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई र उम्मेदवारहरूलाई म सँगसँगै मैले सोधेका प्रश्नहरूको जवाफ दिनुभएका हाम्रा अति आदरणीय गुरुहरूलाई पनि आशा छ हाम्रा एसएमएस लिडरसिप ब्याच 2082 को क्यान्डिडेटहरूले पनि आगामी दिनहरूमा धेरै उत्तर प्रगति गरून्। जय सिद्धार्थ, जय नेपाल। धन्यवाद। यसको रिजल्ट पनि अन्तिम रिजल्ट पनि मेरो हातमा परिसकेको छ। सो यो रिजल्ट अनुसार सापनर जुन चुनाव चिन्ह थियो यसले चाहिँ 116 मत, टोटल खसेको मतमा 116 मत ल्याएर तृतीय स्थान प्राप्त भएको छ। त्यसै गरी चुनाव चिन्ह माइक जसले 123 मत प्राप्त गरेर द्वितीय स्थान प्राप्त गर्न सफल हुनु भएको छ। बधाई छ। त्यसै गरी सबैभन्दा बढी मत प्राप्त गरेर आफूलाई अग्रणी स्थानमा राख्न सफल चुनाव चिन्ह जसको कक रहेको छ उहाँको 149 भोटका साथमा फर्स्ट स्थान प्राप्त भएको छ। बिग कङ्ग्रेचुलेसन्स आयुष राण। धेरै बधाई छ। यस लिडरसिप ब्याचको अध्यक्षको रूपमा चाहिँ यो वर्षभरि काम गर्ने अवसर प्राप्त भएको छ। विश यू गुड लक र सबैजना अगाडि पनि आउनु होला, फर्स्ट सेकेन्ड थर्ड र अरूहरूको पनि पर्छ होला जस्तो मैले ठानेको। त्यसै गरी चौथो स्थानमा आफूलाई राख्न सक्छन् मध्ये गीता पनि राख्दै थियो 107।